अब हामीले माया गर्नुपर्छ, लभ गर्नुपर्छ देशलाई है। र सबैभन्दा ठुलो लभ गर्ने समय अब आउँदैछ, अब आउँदैछ। 5 वर्षमा एकचोटि देशलाई लभ गर्ने, पक्का लभ गर्ने समय आउँछ नेपालीको। मुखले चाहिँ लभ गर्ने भन्ने होइन, तर भोट हाल्ने बेला चाहिँ आँखा चिम गरेर झन्डाले, तपाईँको पार्टीको झन्डाले होइन, च्यापैसँगले चाहिँ तपाईँको आँखा बाँधेर ल्याम्की ल्याम जथाले भोट हालेर माया गरिन्छ देशलाई। यदि तपाईँ चुनावमा आफ्नो विवेक प्रयोग गरेर सही र गलतलाई छुट्याएर तपाईँले भोट हाल्नुहुन्न भने तपाईँले देशलाई माया गरेको होइन भन्छु म है। मेरो कुरा सबै सुन्नुहोस्, मलाई नै भोट दिनुपर्छ भन्ने पनि होइन है, तर मेरो कुरा सबै सुन्नुहोस्। त्यस जथाभावी भोट हाल्ने मान्छेले देशलाई लभ गर्छु भन्नु र होइन आफ्नो श्रीमतीलाई तिमीलाई लभ गर्छु आई लभ यु भन्नु, उयो कुरा बुझ्नुभयो नि। जारको तालमा लभ गर्छु भन्नु र चुनावमा चाहिँ भोट जथाभावी फाल्नु अनि माया गर्छु आई लभ नेपाल भन्नु हुँदैन, हुँदैन, त्यस्तो हुँदैन। त्यसो भएको कारणले तपाईँ साँच्चै नै देशभक्त हो भने, तपाईँ साँच्चै नै यो देशको प्रेमी, देशको माटो प्रेमी हो भने तपाईँले भोट हाल्दै गर्दाखेरि सोच्नुपर्छ, 10 चोटि सोच्नुपर्छ। अर्को 7 चोटि सोच्नुहोस्, अरूलाई पनि 10 चोटि।